हामी कहाँ गएको भन्थ्यौ त छोरी? म त माइत गएको है भाइटिकाको लागि। पुगेर फुल पनि टिपिसके, रेडी गर्दैछु मालाको लागि साथीहरू। हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल है। आफ्टर लङ टाइम म चाहिँ भिडियो बनाइरहेको छु होइन तपाईँहरूलाई। अन्त है भोलिको अपडेट पनि दिनेछु। आज चाहिँ भोलिको लागि माला रेडी गर्दैछु है। माइत घरमा छु म चाहिँ होइन। अन्त यो मखमलीहरू चाहिँ मैले घरबाटै लिएको थिएँ है, माथिबाटै। यो मात्रै फुल्यो नि त हाम्रोमा चाहिँ यसपालि, किनभने चाहिँ ढिलो भयो सयपत्री चाहिँ होइन, घरमा फुलेन। अन्त माइतमा चाहिँ भक्कु रहेछ यो खालको सयपत्री चाहिँ, भइगयो त्यति भए है। माइतमै मनाउँदैछु यसपालि चाहिँ म। अन्त अपडेट दिनेछु हजुरहरूलाई। अहिले चाहिँ माला गाँच्दैछु। लाग्यो है आमा छोरीको माइती धेरै छन्, के गर्नु र। यसरी माइतमा आएर फुल गाँच्नलाई रेडी गर्दैछु साथीहरू म चाहिँ हो। आमा छोरी चाहिँ यहाँनिर। मेरोमा चाहिँ सयपत्री थिएन योपालि हो, माथि घरमा चाहिँ घरमै रहेछ सयपत्री चाहिँ। मैले चाहिँ यो खालको मखमली ल्याइरहेको थिएँ हो, यसरी बिटा बिटा भनेर मखमली चाहिँ फुलाइरहेको थिएँ मैले पनि रोपेर। सयपत्री पनि रोपेको हो तर फुलेन। अब के गर्नु, माइतकै लगाउन आँटेँ। दसैँ छिटो भएर यसपालि ढिलो फुल्यो, ढिलो पनि भएछ। यस्तै छ है माइत घरको कारबारहरू हो हाम्रो चाहिँ। ल साथीहरू राखेँ। मेरी आमा है, मेरी आमा। आमाले यहाँनिर खोर्सानी टिपेर ल्याउनु भएछ आमाले हो। पसिना बिचारा खलखली भएछ आमा। यहाँ हेर्नु त, आम्मामा लु फ्यान लगाएर बस्ने हेर्नु, यस्तो गरम छ यहाँनिर। माथि चाहिँ कति जाडो छ। यता चाहिँ मेरी भाउजू हुनुहुन्छ, माइली भाउजू। यसै मेरो भदैले यहाँनिर फुलको उयसको लागि सकाउँदैछ मेरो प्यारो भदैले। ए मेरो प्यारो छोरी, यहाँ मेरो प्यारो छोरीले यहाँ सकाउँदैछ। यहाँ हेर्नु है के भएर मोटिँदैछ कुनै। तपाईँ चाहिँ त्यस्तो पनि सुहाउँदैन नि आमा भाउजू? केही छैन बिमार पनि। म त थाइरोइडले भेटाएको छैन। थाइरोइड हो कि छैन, होइन सब टेस्ट गरेको, खाली पेटमा यस्तो ब्लडहरू डल्लै टेस्ट गरेको, थाइरोइड सुगर सब टेस्ट गरेको अस्ति बिमार हुँदा। केही दिन केही बिमार चाहिँ हो। लास्टमा यो टन्सिल चाहिँ थियो कि, टन्सिलले गर्दा यस्तो डर साह्रो। तर नसा चेप्टेको रहेछ चाहिँ मेरो यो कानहरू यस्तो डोरेको रहेछ। पत्तो बिमार पाएन। लास्टमा चाहिँ यो हड्डीको डक्टरलाई देखाउनु थाहा पाएँ। अफ गर्दा थियो। के ल्याउनु भएको आमा? फेरि के लिएर आउनुभएछ? आमामा सिमी पनि ल्याउनु भएछ फेरि। घरि खोर्सानी टिपेर ल्याउनुहुन्छ, घरि सिमी पकाएर खानु पर्यो नि त भरे चटनी। कस्तो लाग्यो मेरो माला? यी सयपत्री चाहिँ कम्ती लगाएर मखमली बेसी लगाएर गाँच्दैछु। माइतिर नलगाए चाहिँ लानु हुँदैन अरे हामीले। हजुर खै कान्छ कैची नानी के छुकछुक गर्दैछौ हो तिमी चाहिँ? जहाँ चाहिँ भाइ दिदी पानी त्यो तातो पानी भाँडामा सेलाएको छ नि, हौ त्यो दिनु ल। ग्यास माथि गयो, ग्यास माथिको चिसो पानी उगाएर होइन है। माइत घरमा भ्लग बनाउँदै चिया खाँदै यतिको मजा आउँछ त। यहाँ हेर्नु नि, यिनीहरूले सकिहाल्छ नि, काम भएन मजाको रहेछ। ए म भन्दा ठुल्ठुला छन्। माला गाँसिसकेर अब फेरि बोल बोकेर सब्जी टिप्नु गएको। धमाधम छ भोलिको लागि, मेजबानको लागि हो, माइतीहरूको लागि। यहाँ पछाडि पछाडि आमामा आउनु हुँदैछ। आमाले रोप्नु भएको सिमी। यहाँ बिल्ली पनि रहेछ। बो गाइस अमला हेर्नुहोस् न, अमला
यसमा चाहिँ पुरा फल्छ, वर्षैपछि फल्छ। हेर्नुहोस् त अमला को खाने। आमा सिमी टिप्नु हुँदैछ यहाँनिर। आमा यो कसले तपाईँले रोप्नु भएको कि यो सिमी? मैले 3 दिन लगाएँ, पोरेकै चाहिँ खनिर चाहिँ 3 दिन लाएर खने भल लाग्नु खन्दैन होला नि तेरो न। त्यही गाइस अमला ठुला ठुला महल होइन। यस्तैमै त यस्तो त दामी हुन्छ त आमा। यस्तो दामी हेर्नु त कस्तो दामी फलेको छ। यसरी दुःख गरे अनुसार यसरी फलिदियो त खुसी हुन्छ नि आमा। रोप्ने बस्तीमा पनि भोलिको लागि सब्जी पनि रेडी गरेँ है। आमाले रोप्नु भएको रहेछ र किन्नु परेन, घरमै रहेछ। थ्याङ्क यू फर वाचिङ। बाई बाई साथीहरू।